म यी समाजका बुढापाका अथवा ठुलाबडा भनाउँदालाई मान सम्मान इज्जत गर्नुपर्छ भन्ने कुरा मान्दिनँ। म किन मानौँ? किनकि उनीहरू मभन्दा पहिला जन्मेको भएर। उमेर ठुलो भयो भन्दैमा कोही पनि व्यक्ति महान हुन्छ भन्ने छैन। जे कुरा गलत हो त्यो कुरा गलत नै रहनेछ। गलत गर्ने मान्छे चाहे 20 वर्षको होस् या 60 वर्षको। म त्यो मान्छेको इज्जत किन गरौँ जो मान्छेले सधैँ मेरो बारेमा गलत मात्रै बोल्दछ, जसले मलाई बिना कारण गलत ठानेर आफ्नो मनमा लागेको कुरा मात्र सही ठान्दछ, जसले अरूको कुरो सुन्दछ र सही र गलत छुट्याउन आफ्नो दिमाग प्रयोग गर्दैन, जो व्यक्ति नाता सम्बन्ध इज्जत भन्दा माथि पैसा धन सम्पत्ति राख्दछ, जो पैसालाई इज्जतको ट्याग लगाएर धनीको पाउ चाड्दछ, जो अर्को व्यक्तिले उसको सोचाइ अनुसार चल्नु पर्दछ भनेर पाखण्डी विचार राख्दछ। मलाई कसैको उमेरसँग मतलब छैन। मलाई मान्छेको घटिया विचार नराम्रो लाग्दछ। म कोही पनि त्यस्तो घटिया सोचाइ भएका व्यक्तिहरूलाई सम्मान गर्न सक्दिनँ। उमेर बुढो भयो भन्दैमा सम्मान सित्तैमा आउँदैन, सम्मान कमाउनु पर्दछ। जसको मन सफा छ, जसको सोचाइ राम्रो छ, जो अरूलाई सम्मान कसरी गर्ने भनेर जान्दछ, म केवल त्यस्ता मान्छेहरूलाई मात्रै सम्मान गर्न जान्दछु, चाहे त्यो 60 वर्षको वृद्ध होस् या 6 वर्षको बच्चा।